भिडियो गर्दै हिँड्नु त्यो त 50-60 किलोभन्दा बढी होला है 60-70 किलो होला है यत्रो दाउरा कस्तो मिलाएको दाउरा है तेल जमाउ क्या हो आफूहरू जानुपर्छ कि हो हामीलाई हेर्नुपर्छ घुमाउने क्या क्यामेरा फाट्ट घुमाइदिएपछि हो त्यसो समाज फ्याट्ट घुमाइदिनु देख्छ ल जा अब डर लाग्दैन त्यो पातलो डर लाग्दैन ओह्रालो हो नि त ओह्रालो होइन के सुन्दैन न के कुरा ओह्रालो फेरि चलाउन गाह्रो हुन्छ नि त ओह्रालो झन् डर लाग्छ थाहा तपाईँलाई कसलाई उकालो कहाँ लडाखेर ओह्रालो नलडे पनि कति डर हुन्छ मनमा अहिले त उस भएर पो त भन्न मिल्दैन चस्माले बाटोमा थियो कि हो चस्मा खोल्नु न बुलु उडेन बुलु उडेन के गर्नु मजाको बाटो छ त यो ओह्रालो त्यो त चुहेर झर्ला है पानी चुहेर लाग्यो पानी रिसोर्ट के रिसोर्ट रहेछ फ्ल्याग पोइन्ट कटेज रिसोर्ट हाम्रो काभ्रेस्थली भन्दा माथिको झन्डा पार्क भन्दा थोरै मुनिको रिसोर्ट फ्ल्याग पोइन्ट कटेज रिसोर्ट तर हामी गएको छ नि एकदिन कुखुरा भाले खानुपर्छ त्योभित्र गएर लोकल कुखुरा भाले घाम जाने यति बेला त मन्दा घर छ चिसो कि है यो डाँडा छेका रहेछ के चिसो आऊ है मैले काठमाडौँ भ्याली मैले भनेको कि यो फाँट यो काठमाडौँको छ नि यो कहाँसम्म देख्छ आँखाले भने कि यति त देख्यो योभन्दा उता केही पनि छैन आकाशले जोड्या देख्छ है टाढा भएर नदियो होला है टाढा भयो त्यो अलिक तुवा लाग्नु त्यहाँ नि त्यहाँ त्यो कटो देखा त सोल जस्तो त्यो ढडे जस्तो रहेछ हामीले त्यो गरे जस्तो ढडे जस्तो कि यो माथि मान्छे पैसा बस्ने हो माथि पैसा बस्ने खोइ यो ढडे माथि पैसा बस्ने हो कि पैसा के पैसा भने यो ढडे माथि अनि पैसा बस्दैन त गएर खान्छ खाएपछि पैसा पैसा बस्ने हो नि त त्यो ढडियामा आज ब्रेकले कति काम गर्ने चाहिँ हाम्रो कि आज त भेट्यो मजाले चढ्न सक्यो खुट्टो चढ्न सक्यो आज बाटो जानु बाटो देखा बाटो ल बाटो छैन अब बाइक कसरी बाटो चाहिँ बिस्तारै लानु परिहाल्छ है यहाँबाट गयो भने त गयो सिद्धि बनाउनु लाएर छ नि यस्तो के गरे यो प्लानिङ हो कि है प्रोटिन हो कि बुद्धको मूर्ति रहेछ हम मने पेबे छार्ने जोडी ओ गऱ्यो त्यो आनन्द ठाउँ चाहिँ सन्चै देखिन हामीलाई हामीले यसरी हो अब यहाँबाट बाटो देखाउनु छ यसरी खुट्टा हिँड्दा चढेर होला बाइक
हेर्न हेर बाटो पुऱ्याइदिउँ एरिया डराउँदैन एरिया त कुदाउनु ड्याडी भन्छ मेरो छोरो आएन भन्दा अरू बिचरा बोल्न आउँदा कहाँ आइपुग्यो तेल मेरो बुढाको टोपी च्यातिने भयो पानेर मसँग नताल्के टोपी च्यातिन्छ अहिले आयो इसारा गरेर ओह्रालोमा न्युट्रन ल्यायो कि त्यो काम गर्छ ब्रेकले काम गर्छ कहाँ लगेको त अनि अच्छा दायाँ बायाँ हेर्छ कि बढी बाटो गइरहेको त भाइ कहाँ तेल खर्च गर्ने त यसमै जति तेल खर्च हुनुपर्ने थियो अघि उकालोमा खर्च भइसक्यो त्यो त थाहा छ तपाईँ दायाँ बायाँ बढी हेर्छ क्या पैसा हेर्नु बाटो कस्तो छ ओहो हामी पैसा सक्दैन देखाइदिनु सक्छु यतिले देखाउँछ अहिले यो सत्य तपाईँ के को सोक चलेर त्यो छिर्न लाग्यो त होलसेल चुपला हेर्नु नि यो बाटो पुरै बन्द खोजेको चाहिँ जाने बेलामा एक गियरमा गटर र आउने बेला न्युट्रलमा सर है न्युट्रलमा बाइक चलाउन गाह्रो त के अरे गाह्रो भन्दा पनि डेन्जर हुन्छ भन्छ ओइ के गरेको कुदेको यो डाँडाको यो घर कसले बनाउला जमाना बनाएको रिसोर्ट जमाना बनाएको लिएर बाटो देखा त बाटो कस्तो छ ओह्रालो ए सबै बाटै हो भने मैले केही देखाएन बिस्तारी पुरा हाम्रो घरसम्म न्युट्रलमा पुग्छ क्या त्यही भएर कि बल्ल घाम देख्यो है म किन वहाँ माथि उचालेर देखाउ यहाँबाट देखाएँ नि आनन्दले गोब्रो खतरा गोब्रो देख्छ नि कस्तो गोब्रो भने निद्रामा टक्क टालेर हिँडेको जस्तो गोब्रो जस्तो गोब्रा 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 रे गोब्रा नहालिने अघि नै यस्तो गर्नुपर्ने बिस्तारी अब अनि जहिले पनि ब्रेक जाम हुन्थ्यो आज ट्राई गरेको कि ओह्रालोमा कति ब्रेक जाम हुने माथि गाउँ हो यो बाट झरेछ कति मजा आयो चलाउनु परेको छैन है बिस्तारै आनन्द यहाँ आनन्द आयो है शान्त भयो खाल्डोमा अब देखिन यस्तो ढलान बाटो यहीँसम्म सक्यो अहिलेसम्म ताते छैन यार ब्रेक यस्तो ओर्दा क्या ताते होइन कि त्यो त्यसमा झऱ्यो कि अब यहाँ बस्यो कि बुढाबुढी घाम तापनि अनि जाने अघि छ नि योभन्दा माथि ठाउँ नभएर मात्रै हो न त यहीँ गएर खानु पाइने केही खाजा खानु पाइने हुन्थ्यो भन्थ्यो नि योभन्दा माथि डर लाग्यो तँलाई होइन मेरो बाबु के गरेर तपाईँलाई थाहा यहाँभन्दा मुनि जाने कहाँ यहाँभन्दा मुनि कहाँ छ ठाउँ शान्तिधाम
श्री बद्रीनाथ की जय हो बद्रीनाथ केदारनाथ शिवको जय हो शिव भगवानको किन ब्रेक जाम हुन्छ ब्रेक किन जान्छ भन्दाखेरि हामी टिकटक बनाउने ठाउँमा आइरहेछ व्रतको दिन जान्न हो अब चिस्ता गर्नुपर्छ तर धेरै डेन्जर उडाल्छ भए पनि शान्ति धामको बाटो है यो हामीले के देखाएन कि है घाम देखिरह मजाले घाम चाहिँ जान गाह्रो आउनु आनन्द सजिलो गाडी बनाउनु फ्रेस आउने बेलामा झन् डर हुन्छ नि बरु एकदिन हजान पऱ्यो क्या भोलि टरमा कहाँ? के अरे यो टर त्यो ठिक छ नि त्यहाँदेखि त्यो चटपट खान्छ नि त्यहाँ ठिक छ कि त्यो पनि बाटो त के त्यो भन्दा राम्रो छ नि बाटो त्यो बाबुले कति हेरेर होला है पर मनमा यहाँ भनेकै हेर्न ठिक छ नि त जाने हो घर जाऊँ अब घर खाऊँ प्राइस जस्तो लागेको छ माया दिदीले माथि जाऊँ हिँड्नु भनेको अरे होइन चाबी खोलिदिनु म घरै बस्छु भने अरे बिचरा अनि यो डाँडासम्म कि मनिषलाई प्रयास याद आउँछ ओइ त्यसका बाजे त्यसको बाजे मनिषको प्रयास डाँडा दिदी कस्तो नि मलाई यो कहिल्यै बिर्सिएन यो मनिषको प्रयास याद डाँडा पुरै सकिन्छ